विद्यार्थी मर्दा विद्यार्थी सङ्गठन कहाँ थियो भनेर धेरै साथीहरूले प्रश्न गरिरहेको पाइयो। म निरज श्रेष्ठ, म अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको केन्द्रीय उपमहासचिव र उपत्यका विशेष प्रदेशको इन्चार्ज। विद्यार्थी मर्दा विद्यार्थी सङ्गठन कहाँ थियो भनिसके पछाडि त्यसको उत्तर दिनु मेरो पनि दायित्व हो। जेनजी पुस्ताले सेप्टेम्बर 8 को दिन भ्रष्टाचार विरुद्धको एउटा विशाल आन्दोलन र्याली आह्वान गर्नुभयो। हामीले पनि त्यसमा समर्थन गऱ्यौँ। मैले पनि भिडियो बनाएर फेसबुक, टिकटक लगायत सम्पूर्णमा जेनजी पुस्ताहरू आन्दोलनमा जानु होला, कोही घुसपेट हुनसक्छ, त्यो पनि ख्याल पुर्याउनु होला भनेर हामीले भन्यौँ। जेनजी पुस्ताले गरेको आन्दोलनमा कसले हस्तक्षेप गर्न खोज्छ भने त्यसको हातखुट्टा भाँच्नुपर्छ। यो पुस्ताले पनि नेतृत्व गर्न सक्छ भनेर देखाउनको निम्ति पनि भोलि यो अहिलेको पुस्ताले भोलिको आन्दोलन नेतृत्व गर्छन् र सम्पूर्ण जेनजी पुस्ताहरू हातमा ब्यानर बोकेर, पोस्टर बोकेर माइतीघर मण्डलमा उपस्थित बनौँ। बिहान ठ्याक्कै 9 बजे सबै विद्यार्थी साथीहरू उपस्थित हुनुहोला। सेप्टेम्बर 8 को दिन आन्दोलन भयो। हाम्रो सङ्गठनमा आबद्ध हुनुभएका जेनजी उमेरका विद्यार्थी साथीहरू पनि स्वतःस्फूर्त आफ्नो तरिकाले आन्दोलनमा जानुभयो। शान्तिपूर्ण आन्दोलनमा हाम्रा साथीहरू सहभागी हुनुभयो। प्रहरीले गोली प्रहार गर्यो। कयौँ विद्यार्थी साथीहरू घाइते हुनुभयो। कयौँ विद्यार्थी साथीहरूको त्यहाँ मृत्यु भयो। त्यस पछाडि हामी जेनवाई पुस्ताहरू पनि त्यो आन्दोलनमा सहभागी भएका ती आन्दोलनकारी साथीहरू जब घाइते हुनुभयो, हामी उद्धार गर्नको निम्ति सङ्गठनका केन्द्रीय अध्यक्ष लगायत हामी त्यहाँ पुग्यौँ। सिभिल अस्पताल, वीर अस्पताल र केएमसी अस्पतालमा हामीले घाइते विद्यार्थी साथीहरू र कति जेनवाई पुस्ताका साथीहरू पनि हुनुहुन्थ्यो त्यहाँनिर आन्दोलनमा, उनीहरूलाई हामीले उद्धार गर्थ्यौँ। हामीले उद्धार गर्दै गर्दाखेरि हामीले भिडियो बनाएनौँ, हामीले फोटो खिचेनौँ। हाम्रो ठुलो भुल भएछ। विद्यार्थी सङ्गठन कहाँ थियो भनेर हामीले देखाउन पाउँथ्यौँ होला यदि हामीले त्यहाँ भिडियो बनाएको भए, फोटो बनाएको भए, फोटो खिचेको भए, तर त्यो हाम्रो भुल भएछ। त्यस लगत्तै हामी अस्पतालमा गएर हामीले ब्लड डोनेसन गऱ्यौँ। म स्वयंले ट्रमा अस्पतालमा गएर ब्लड डोनेट गरेँ। उमेश सेन्चुरीजीहरूले केएमसी अस्पतालमा ब्लड डोनेट गर्नुभयो। रातिको 9 बजे 10 बजे पनि पर्खेर त्यहाँनिर ब्लड आवश्यक परेमा हामीलाई सम्झनु होला भनेर सङ्गठनको केन्द्रीय अध्यक्षले प्रेस विज्ञप्ति निकाल्यो। तुरुन्त हत्यारा सरकार राजीनामा दिनुहोस्। भ्रष्टाचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा जेनजी पुस्ताले गरेको त्यो आन्दोलनमा प्रहरीको गोली लाएर कयौँ साथीहरूको मृत्यु भइसक्यो। अब तपाईँले राजीनामा दिनुपर्छ भनेर हाम्रो सङ्गठनको केन्द्रीय अध्यक्षले पनि भन्नुभयो। तर सरकारले ध्यान दिएनन्। दोस्रो दिन बिहानै 8 बजे हामी संसद भवन बाहिर हामी शान्तिपूर्ण आन्दोलनमा पुग्यौँ। हत्यारा सरकारको राजीनामाको माग गर्यौँ। भ्रष्ट सरकार राजीनामा दे, विद्यार्थी हत्यारा सरकार राजीनामा दे भन्दै हामीले शान्तिपूर्ण आन्दोलन गऱ्यौँ। हत्यारा सरकारको राजीनामा माग गर्दै गर्दाखेरि हाम्रा साथीहरू लगायत अरू आन्दोलनमा उपस्थित हुनुभएका स्वतन्त्र नागरिकहरूलाई पनि त्यहाँ प्रहरीले धरपकड गरेर पक्राउ गर्यो। जिल्ला प्रहरी परिसर अहिलेको माइतीघरमा लगेर हिरासतमा राखे। 212 1 बजीतिर 11 बजीतिर प्रहरीले त्यस पछाडि छोड्यो। अझै पनि केही झोलेहरूले भन्ने गर्छन् विद्यार्थी मर्दा विद्यार्थी सङ्गठनहरू कहाँ थियो भनेर। विद्यार्थी सङ्गठन सदैव विद्यार्थीको पक्षमा, विद्यार्थीको हकित र अधिकारको निम्ति सधैँ लड्दै आइरहेको थियो, फेरि पनि लड्ने छन्।